सरकारको तर्फबाट कुनै पनि हालतमा यो क्षेत्रको यो लाइफलाइनलाई छिटोभन्दा छिटो बनाउने हिसाबले हामी लाग्छौँ। यसैलाई बनाएर हुन्छ। यो डिजाइन ठिक छ भन्ने सबै प्रमाणित भयो भने यसैलाई अगाडि बढाउँछौँ, छैन भने प्रमाणित भएन भने नयाँ पुलको लागि टेन्डर हुन्छ, अगाडि बढ्छ र यो क्षेत्रको यो लाइफलाइनलाई हामीले बनाउनै पर्छ। यो बजेटको पनि समस्या होइन, के पनि समस्या होइन, अगाडि बढ्छौँ। यो चाँडै नै यो डिसिजन हामी मन्त्रीज्यू जसले यो पुलको डिजाइन गर्नुभयो र भाँसियो त्यो ठेकेदारलाई र त्यो इन्जिनियरलाई कारबाही हुन्छ कि हुँदैन, त्यो पनि माग छ स्थानीयहरूको। हजुर हजुर, कारबाही हुनु पर्यो। होइन, यो विषयमा मैले यही नै भनिसकेँ। ओभरसाइट एजेन्सिजहरूले चाहिँ यसको छानबिन पनि गरिरहेको छ होइन। छानबिनले जे देख्छ त्यो छानबिन अनुसार त्यसले आएको रिपोर्ट अनुसारको कारबाही गर्नुपर्ने मान्छेहरूलाई कारबाही हुन्छ। छानबिन भइरहेको हुनाले छानबिनको कुरालाई मैले भन्न मिल्दैन। छानबिन भइसक्यो।